नमस्कार। चितवन जिल्लामा पर्ने तालहरू सम्झिने सजिलो तरिका है। चितवन जिल्लामा पर्ने तालहरू यो हाम्रो नेपाली समाजमा प्रायःजसो झगडा चाहिँ को बिचमा हुन्छ। यो चाहिँ यसलाई म तपाईँलाई सजिलो तरिकाले बुझाउँछु। यो नेपाली समाजमा सबभन्दा बढी झगडा हुने भनेपछि नन्द र भाउजूको बिचमा हो कि। अनि झगडा कुनै पनि समाजमा यदि झगडा हुन्छ भने त्यसको प्रमुख कारण भनेको त्यसको आर्थिक पाटो हुन्छ है। पैसा नै त्यसको के हुन्छ, मेन रिजन हुन्छ प्रायःजसो अवस्थामा। अनि अब त्यसपछि झगडा भएपछि के हुन्छ, विवाद हुन्छ। विवाद हुँदा एकदम के हुन्छ, कचकच भइरहेको हुन्छ। अनि एउटा म तपाईँहरूलाई सानो आइडिया चाहिँ सेयर गर्छु, ट्रिक सेयर गर्छु। नन्द र भाउजूको बिचमा झगडा भयो। नन्द र भाउजूको बिचमा झगडा भयो। के को लागि झगडा भयो भनेपछि 20,000 रुपियाँको लागि झगडा भयो। नन्द र भाउजूको बिचमा झगडा भयो। झगडा हुँदा के हुन्छ, पुरै कचकच भयो भनेर सम्झिनु होला। नन्द र भाउजूको बिचमा झगडा भयो। अनि झगडा हुँदा के भयो, पुरै कचकच भयो। अनि के को लागि भयो त, 20,000 रुपियाँको लागि भयो। अनि भाउजूले नन्दलाई चाहिँ त्यत्रो पैसा चाहिँ के गर्छस् भनेर भन्दाखेरि अब यो धेरै भयो, बरु 4,000 कमै लिएर जाऊ, 16,000 लिएर जाऊ भनेछ। नन्द र भाउजूको बिचमा झगडा भयो, पुरै कचकच भयो। 20,000 रुपियाँको लागि झगडा भयो। अनि 16,000 रुपियाँ चाहिँ भाउजूले नन्दलाई दिएछ भनेर सम्झिनु होला। अब यो चितवन जिल्लामा यदि सम्झेपछि अब तपाईँले चितवन जिल्लामा पर्ने तालहरू सजिलो तरिकाले सम्झिन सक्नुहुन्छ। कसको बिचमा झगडा भएको हो, नन्द र भाउजूको बिचमा है। नन्द भाउजू ताल, नन्द भाउजू ताल। के को लागि झगडा भयो, 20,000 रुपियाँको लागि। 20,000 ताल, हजारी ताल। अनि झगडा हुँदाखेरि के भयो त, कचकच भयो भनेर भनेको थियो, कसरा ताल। कति हजारमा सम्झौता भयो, 16,000मा 16,000 ताल। 16,000 ताल, हजारी ताल। अब त्यसपछि यो चाहिँ नन्द र भाउजूको बिचमा ताल। नन्दले कोसँग झगडा गरेछ त, भाउजूसँग। भाजुरा ताल, भाजुरा ताल है। नन्दले कोसँग, भाउजूसँग। नन्द भाउजू ताल, भाजुरा ताल, 20,000 ताल, कसरा ताल, 16,000 ताल। फेरि एकपल्ट सम्झिनु होला। म ट्रिक चाहिँ फेरि तपाईँहरूलाई राम्रो यो कन्सेप्ट क्लियर हुने गरी स्पष्ट तरिकाले भनिदिँदैछु। नन्द र भाउजूको बिचमा झगडा भयो। नन्दको कोसँग झगडा भयो, भाउजूसँग। सुरुमा नन्द भाउजू ताल, दोस्रोमा भाउजूसँग झगडा भयो, भाजुरा ताल। के को लागि झगडा भयो, 20,000 रुपियाँको लागि। 20,000 ताल। कति हजारमा सम्झौता भयो। अनि झगडा हुँदाखेरि के भयो, पुरै कचकच भयो, कसरा ताल। अनि त्यसपछि कति हजारमा सम्झौता भयो, 16,000मा 16,000 ताल। अब यति जानिसकेपछि तपाईँले यो चाहिँ के भयो त, चितवन जिल्लामा पर्ने तालहरू भयो। नन्द भाउजू ताल, भाउजूसँग भयो भाजुरा ताल। कति हजार रुपियाँको लागि, 20,000 ताल। यो 20,000को लागि 20,000 ताल। झगडा हुँदा के भयो, कचकच भयो भनेर भनेको थियो नि त, कसरा ताल। अनि कति हजारमा सम्झौता भयो, 16,000मा 16,000 ताल भनेर जानेपछि चितवन जिल्लामा पर्ने तालहरूको कन्सेप्टहरू के हुन्छ, एकदम कन्सेप्ट क्लियर भएर जान्छ। हवस् त, धन्यवाद।